केटा हो हाम्रो चाहिँ यो चाहिँ हाम्रो बेस क्याम्प हो है बेस क्याम्प ठक्क गोल होइन अब के गर्नु बियर छैन चक्लेट र ललिपप छ के गर्नु धनी छैनौँ बिजुली मात्र छ अनि हन्टर्सहरूले चाहिँ अब खाजा खाएको क्या आज चाहिँ पोलिदियो होइन त हन्टर त्यो राख्न चाहिन्छ हन्टर किङहरू चिक्ने नाइट वाल कर्सहरूको त हामी त आगो चिक्नु बल्दैछ अस्ति आरुस खास त बाल्नै नदिएको नि त आरुसलाई धनकुटामा अनि त्यस्तो आगोले त मलाई जलाउनु खोज्छ कि क्या यता यता आउँछ डर सुने म चाहिँ त्यतै ठेलिरहेछ आगोले हावाले त्यतै दिइरहेछ है त्यतै हानिरहेछ Once I was 7 but I became 11 we felt again दामी रातो चाहिँ भयो दामी भइरहेछ नि शिवरात्रिमा चाहिँ यही क्याम्पै जल्छ है फेरि ला मैले किन त्यसो भने किनकि म शिवजीको भक्त हो अरे अहिले छुट्टी उपर साह्रो परेछ मेरोमा बिस्तारै चुस तर शिवजीको भक्त हो भनेर फेरि गाँजा खान आएको चाहिँ नसोच्नु फेरि थै हामीले खाएको छौँ त त्यस्तो चिज त्यस्तो खान्छौँ हामी कहाँ खान्छौँ हामी त चुरोट खान्छौँ ललिपप यो बच्चै छौँ चुरोट त भर्खर सिकेको हामी खानु थान्नै छैन धुवायो गाँजा खान आयो आगो फुक्यो होइन शिवजीको चाहिँ म चेला हुनु त हो केटाहरू हामी सबै त्यस्तै हो भर्खर त चुरोट खानु सिकिँदैछ चक्लेट त छोडेको छैन चक्लेट ललिपप बच्चै पो छौँ त हामी त मजा आइरहेछ तर आगो ताप्नु यतैपट्टि धुवा आउँछ क्या आगै यतापट्टि आउँछ स्याला लुहाइ बस्दैछ ए साँच्ची यता पर्दा फेरि च्यान्नै च्यान पो छ त है यहाँ आहाल छ एउटा त्यही भएर यो चाहिँ मुर्की आहाल भएको क्या उ त्यो ढुङ्गा देखिने त शिवलिङ्ग अरे भेट्टाइरहेको छ नि तान्नै सकिन पानी खानु मन लागेको छ क्या मलाई पानी खानु मन लागिरहेको छ अरे भोक लागेर पानी खाउँ भनेको भोक लागेर यिनीहरू त मेरो हो नि फेरि होइन यो भोगले झन् रमाइलो हुन्छ है ए त्यो मुजी भतिजको नि काम छैन छिक्ने किन भतिज मुजी अनि तलै बसिरहेको छ हामीसँग त मुजी कहिले कहिले त हो नि यस्तो छुट्टी भएको बेला हामी नै हो नि नत्र त छिक्ने हामी यति त हो नि यति नै हो छिक्ने भतिज नहुँदा त दामी आगो बल्यो सिकाना अब